आत्मीय विद्वतजन हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। आज पनि यो च्यानल मार्फत तपाईहरु सबैजनालाई आज फेरि मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आजको विषयवस्तु रहेको छ पञ्चाङ्गबाट के विषयवस्तुहरू हेर्न सकिन्छ, पञ्चाङ्गमा के कुराहरू हुने गर्दछन्। पञ्चाङ्ग भनेको ज्योतिष शास्त्रका लागि अथवा ज्योतिष विज्ञानका लागि एउटा महत्त्वपूर्ण साधन हो। पञ्चाङ्गबाट हामीलाई चाहिने सम्पूर्ण कुराहरू हेर्न सक्छौँ। हामीलाई शुभ साहित चाहिएको छ कि, हामीलाई वरवधु गुणको मिलाप चाहिएको छ कि, प्रथम र दशम लग्न सारणी चाहिएको छ कि, राशिफल, मासफल, विवाह, व्रतबन्ध, मुहुर्त, अन्नप्राशन र विभिन्न मुहुर्तहरू, त्यसै गरी अवकहडा चक्र पनि हामीले हेर्न सक्छौँ, जहाँबाट हामीले धेरै कुराहरू विश्लेषण गर्न सक्छौँ। मैले यहाँ पञ्चाङ्गबाट विषय सूची भनेर लिएको छु, त्यसमा तपाईले हेर्न सक्नुहुन्छ। तपाईसँग कुन पञ्चाङ्ग छ त्यहाँ हेर्नुहोला। विषयवस्तुहरू हेर्नका लागि तपाईले विषय सूचीमा जानुस् र विषय सूचीमा के विषयहरू छन् ती सबै विषयहरू हामीले हेर्न सक्छौँ र यो ज्योतिष शास्त्र अन्तर्गतका सम्पूर्ण विधाहरू पञ्चाङ्गमा हुने गर्दछन्। सबै कुराहरू पञ्चाङ्गमा हुने गर्दछन्। त्यसकारण पञ्चाङ्ग भनेको हामी ज्योतिष शास्त्र सिक्नेहरूका लागि एउटा प्रमुख साधन हो। यसलाई हामीले कहिल्यै पनि छुटाउनु हुँदैन, लिएर हिँडिराख्नुपर्छ। रुद्री जुर्ने, अग्नि जुर्ने, सर्वार्थ सिद्धि योगहरू यसमा हामीले प्राप्त गर्न सक्छौँ। दशा, अन्तर्दशा, मूल शान्ति, कुम्भ विवाह विधि आदि धेरै विषयहरू हामीले हेर्न सक्छौँ। बार बेला, होरा, मुहुर्त, साहित्यका नियमहरू, गृह वास्तु मुहुर्तहरू, ग्रह शान्तिका लागि जप तथा दानादि वस्तु, ग्रह रत्न, यस्ता विविध विषयहरू हामीले हेर्न पाउँछौँ यो पञ्चाङ्गमा। त्यसकारण पञ्चाङ्गलाई हामीले राम्रोसँग जानेर अगाडि बढ्यौँ भने हामी धेरै कुरामा पोख्त हुन्छौँ। यो पञ्चाङ्ग बिना ज्योतिष शास्त्र अधुरो हुन्छ। त्यसकारण पहिलो आवश्यकता भनेकै ज्योतिष शास्त्र सुरु गर्नु अगाडि हामीले पञ्चाङ्गको बारेमा जान्नै पर्छ। पञ्चाङ्ग हामीसँग हुनै पर्छ। मैले केही उदाहरण मात्र बताएको हुँ तपाईलाई। धेरै कुराहरू हामीले हेर्न सक्छौँ भन्ने कुरा तपाईले बुझिसक्नु भएको छ। यो पञ्चाङ्गको हाम्रा लागि ठुलो महत्त्व भएको कुरा पनि तपाईले जान्नुभयो। अब मैले पञ्चाङ्गका बारेमा नियमित रूपमा भिडियो बनाउँदै जानेछु। तपाईले हेर्दै जानुहोला र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। हाम्रो भिडियो मन पर्यो भने लाइक, सेयर र कमेन्ट गर्नुहोला र यो च्यानललाई सब्स्क्राइब गरेर यस्तै सूचनाहरू प्राप्त गर्नुहोला, यस्तै जानकारीहरू प्राप्त गर्नुहोला। धन्यवाद।